चाहिँ गौरवपूर्ण सम्बन्ध स्थापित गर्ने एउटा छलाङ हो, एउटा क्रमभङ्गता हो। त्यसका लागि चाहिँ मैले फेरि पनि भने नि, जुन आँट गरेर हेर्नुहोस् त, भारत जस्तो भीमकाय त्यो विशाल के अरे शक्ति राष्ट्रसँग पनि एउटा नेपाली टोपी लाएर, एउटा नेपाली दौरा सुरुवाल लाएर जुन किसिमले एउटा प्रस्तुति भयो हेर्नुहोस् रविजीको, त्यो ऐतिहासिक अवसर, एउटा राजनेताको रूपमा उदाउँदै गरेको त्यो अनुहार देखिन्छ रविमा। म त साँच्चै मैले रविजी जब त्यहाँ बसेर डायलग गरिराख्नु भएको थियो, हामीले लाइभ हेरिरहेको थियौँ। हेर्नुहोस्, त्यो सँगै सदस्य जानुभएको थियो हाम्रो दिपक बोराजी। उहाँ दिपक बोराजीको लाइभ हेर्दा मेरो छाती गर्वले फुल्यो। हेर्नुहोस्, मैले त रविमा साँच्चै बिपी कोइराला देखेँ के, राजा महेन्द्र देखेँ। हेर्नुहोस्, त्यस कारण के छ भने यी ऐतिहासिक जुन क्षणहरू छन् यिनका बारेमा चाहिँ त्यो क्षण क्रिएट गर्ने जुन क्षमता छ नि, इतिहास चाहिँ एक क्षण नेताको एउटा बुद्धिमत्तापूर्ण जुन व्यवहार हुन्छ त्यसले कोर्छ भनेर भनेको थियौँ। र रविजीको यो भ्रमणले एउटा इतिहास कोर्छ भनेर मैले तपाईँकै लोकप्रिय मिडियामा 2-3 दिन पहिला बोलेको थिएँ। र मलाई आज गर्व के भएको छ भने नि, हेर्नुहोस्, हामी अन्दाज गरेर बोल्छौँ तर मेरो भाषा र रविजीको भाषा ठ्याक्कै जुन मिलिराखेको छ। तपाईँसँग त बालनजीको पनि भेट भएको छ, चिया गफ त मैसँग भएको। तपाईँलाई राम्रोसँग चिन्नुहुन्छ, एउटा शालीन, सभ्य र भद्र विश्लेषकको रूपमा तपाईँ न्युट्रलमा रहेर कुरा गर्नुहुन्छ, कसैलाई पनि गाली गर्नुहुन्न। यो तपाईँको निकै नै शालीन र सभ्य अनिखेरि राम्रो पक्ष हो। योभन्दा पनि बढी मित्रता रविजीसँग छ। तपाईँ त जेलमै पोखरामा गएर भेट्नुभयो, 2-3 चोटि भेट्नुभयो। सम्भवतः दिल्ली गएपछि पनि तपाईँको कुरा भएको हुनुपर्छ। केही सल्लाह सुझावहरू दिनुभएको थियो तपाईँले? होइन, हामीले के भनेको थियौँ भने देशलाई केन्द्रबिन्दु बनाउनुपर्छ र यो देशलाई किसिमले समृद्धि र विकासको बाटोमा लानका लागि पारदर्शी ढङ्गबाट जुन सहमतिहरू भएका छन् ती तोडिनुहुन्न, देशमा स्थिरता चाहिन्छ हामीले भनेर भनिराखेका थियौँ। र त्यो कुरामा चाहिँ रविजीले एकदम दृढ रहेर आज पत्रकार सम्मेलनमा पनि उहाँले बोल्नुभयो नि, तपाईँहरूले हाम्रो बिचमा भएका जुन पारदर्शी सम्झौताहरू छन् ती सम्झौताहरू हेर्नुहोस् भनेर भन्नुभएको छ। र यहाँ के एक इन्च दायाँ हुँदैन, एक इन्च दायाँ हुन्न, यहाँ आल्टालै भएन, तल माथि नै भएन। हेर्नुहोस्, रविजीको भ्रमण भने रविजीले नेपाल टेक्नुभन्दा पहिला सरकारका प्रतिनिधि औपचारिक रूपमा भ्रमणमा गएर त्यहाँ औपचारिक रूपमा स्वागत भएको छ। र सरकारका परराष्ट्र मन्त्रीले भारतका विदेश मन्त्री एस जयशङ्करसँग बसेर संवाद गर्नुहुनेछ। अब त्यस कारण के छ भने अब नयाँ युगको चाहिँ सुकुम्बासी समस्या समाधान, भ्रष्टाचारीहरूको सबै निन्द हराम, होइन, तस्कर माफियाहरूको भागाभाग, विदेशीसँग छिमेकीसँगको सीमा विवाद पनि लगभग समाधान। अनि विरोध चाहिँ केमा गर्ने होला न विरोधीहरूले? होइन, विरोधीहरूले त प्रजातन्त्रमा विरोधी गर्ने चाहिँ नि त्यो के छ भने एउटा धुन हो के, एउटा धुन भन्छौँ हामीले। उहाँहरूले विरोध गर्नुपर्छ, तर अबका विरोधहरू भनेको के छ भने कार्यक्रम सहितको विरोध गर्नु पर्यो के। अब विपक्षीहरूलाई पनि विरोध गर्न त्यति सजिलो छैन हेर्नुहोस्, किन जनताले सुन्दिन त पर्यो नि ती विरोधका आवाजहरूलाई। त्यस कारण के छ भने विरोध पनि एउटा स्तरीय विरोध गर्नका लागि हामी विपक्षीहरूलाई कार्यक्रम सहितका विरोध गर्नका लागि, विरोधीहरूको विरोध पनि स्तरीय भएन, विरोध पनि स्तरहीन छ। हिजो त राजनीति पनि स्तरहीन थिए। अहिले त पाडेतालको विरोध भएन, संसदभित्रको त्यो गतिविधि हेर्नुहोस् त, अस्तिको गतिविधि त्यसले हाम्रो शिर त निहुरिएको छ नि। हाम्रो संसद कस्तो 80 वर्ष पुराना पार्टीका सांसदहरू त्यहाँ कुन रूपले प्रस्तुत हुनुभयो भन्दा, त्यसै कारण हामीले के भनिराखेका छौँ भन्दाखेरि सभामुखज्यूलाई संसदको मर्यादा र गरिमा राख्नका लागि तपाईँ कठोर बन्नुहोस् भनेर हामीले आग्रह गरिराखेका छौँ नि। महाकाली बेचिएको हो कि सम्झौता गरिएको भन्छ नि मान्छेले। महाकाली सम्झौता गर्नेहरू तपाईँको